बालिन शाह र हर्क साम्पाङको योग्यताको तुलना गरे हेरौँ है त आजको यो भिडियोमा। स्टार्ट गरौँ शैक्षिक योग्यताबाट। शैक्षिक योग्यतामा बालिन शाह छ इन्जिनियरिङ हैन मा मास्टर, हर्क साम्पाङ पनि मास्टर डिग्री भनेपछि बोथ अफ देम आर क्वालिफाइड हैन। त्यसमा दुईटैलाई 10 मा 10 दिन, बालिनले 10 मा 10 पाए, हर्क साम्पाङले 10 मा 10 पाए हैन। अनि अर्को हुनुपर्छ लिडरशिपमा चाहिँ हुनुपर्ने एउटा भनेको निडर हुनुपर्छ। लिडर भनेको जहिले निडर हुनुपर्छ हैन। निडरको केसमा पनि बालिनले नि घरसर भत्कायो नि त त्यहाँ हैन। उसले चाहिँ डिस्ट्रक्सनतिर निडर भएर लागेको हो हैन। त्यो पनि कतिपय राम्रो होला। अब उसलाई बालिन शाहलाई चाहिँ मैले चाहिँ 10 मा 7 दिएँ ल, 7 8 दिए नि भयो, केही भएन। तर हर्क साम्पाङलाई चाहिँ मैले निडरपनमा 10 मा 10 दिन्छु कि हैन, बुझ्नुभयो नि। त्यसपछि गएर नगरपालिकालाई गरेको योगदान, यिनीहरू यो हो कि योग्यता भनेको खास यस्तो यस्तो योग्यताहरू हेरिन्छ कि राजनीतिमा। नगरपालिकालाई गरेको योगदानको हिस्ट्री हेरौँ है त। नगरपालिकालाई गरेको योगदानको हिस्ट्री हेर्नु पर्दाखेरि हर्क साम्पाङ योगदान भनेको चाहिँ लगभग 15 वर्ष जतिको योगदान देखिन्छ कि नगरपालिकामा के, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा है। र यसैमा चाहिँ बालिन शाहको योगदान हेर्ने हो भने 2 वर्ष कति 3 वर्ष कति भयो उमेर भएको त्यति नै हो। अब कताको 15 कताको 2-3 वर्षको योगदान हैन, तुलना गर्न गाह्रो छ। ल बालिनले नि योगदान गरेको छ 2 वर्ष जति, केही भएन। 10 मा उसलाई दिम 3 भनेपछि हर्क साम्पाङलाई 10 मा 9 है त। अब अर्को राजनीतिमा चाहिने एउटा के रे योग्यता भनेको जनचेतना कसले राम्ररी फैलाएको छ समाजमा, राम्रो जनचेतना फैलाउन को सफल छ भनेर हेरिन्छ। त्यो योग्यताको कदर हुनुपर्छ, त्यो योग्यतालाई मान्यता दिने हो। अब त्यसमा भनेको अलरेडी हर्क साम्पाङ भनेको श्रमदानबाट विकास सम्भव छ, अरूबाट केही नि हुन्न, विदेशी ऋण लिनै पर्छ भन्ने छैन। सुरुमा स्टार्टिङ हामीले आफ्नै स्वदेशमै केही गरेर गरौँ भन्ने मान्छेले चाहिँ राम्रो जनचेतना फैलाए कि अब फेसबुकमा मात्रै स्टाटस लेख्ने, यस्तो गर त्यस्तो गर भन्ने एउटा दुईटा गीत गाएको भरमा मात्रै राम्रो जनचेतना फैलाए त नि बालिन शाहले। अब गीत त हर्क साम्पाङको गीतहरू हेरौँ त बबाल कति छ के भनेपछि जनचेतनाको केसमा बालिनले 3 पाउँछ भने हर्क साम्पाङले 9 है। अनि अर्को हुनुपर्ने योग्यता भनेको सादगी जीवन। सादगी जीवन के, सादा जीवन उच्च विचार भन्छ नि, त्यसमा बालिनले पाउँछ। अब त्यो सबैलाई थाहा भएको कुरा, धेरै नबोलौँ हैन। बालिनले पाउँछ 10 मा 1 हैन, हर्क साम्पाङले पाउँछ 10 मा 10 है त। त्यसपछि गएर कुनै पनि राजनीतिज्ञ भनेको, नेता भनेको चाहिँ जराबाट उठेको हुनुपर्छ कि। यसको अर्थ के हो भने उसले चाहिँ दुःख बुझेको हुनुपर्छ हैन, गरिबी बुझेको हुनुपर्छ हैन, धनीको पनि समस्या बुझ्ने हुनुपर्छ, गरिबको पनि समस्या बुझ्ने हुनुपर्छ। त्यसमा चाहिँ बालिनले पाउँछ 10 मा 0, हर्क साम्पाङले पाउँछ 10 मा 10 है त। ऊ दुःखबाट टेम्पो चलाएर आएको, अफगानिस्तान काम गरेर आएको हैन। अब अर्को योग्यता हुन्छ युवादेखि हैन वृद्धसम्मले चाहिँ कसले सपोर्ट चाहिँ धेरै गर्छ भन्ने पनि एउटा योग्यता नै हो कि राजनीतिक फिल्डमा हैन। त्यसमा बालिनलाई प्राय समर्थन भनेको युवाहरूको मात्रै छ हैन, त्यही पनि निश्चित युवाहरूको। अब हर्क साम्पाङलाई युवादेखि वयस्क वृद्धसम्मको सपोर्ट छ हैन भनेपछि यसमा पनि हर्क साम्पाङले 10 मा 10 हो क्या, बुझेन। बालिनले पाए 10 मा 2 यसमा है, मेरो तर्फबाट है त। अब नेपाली भएको कारणले गर्दा पीडा भोग्नु परेको पीडाहरू पनि यो योग्यतामा गनिन्छ क्या, किनभने त्यो पीडा भोगेको मान्छेले मात्रै त्यो पीडालाई मेटाउन सक्छ नि त। अब हर्क साम्पाङले कति पीडा भोगेको छ विदेश जाँदा, काम गर्दा, अरूको खाडी मुलुकमा हैन, बुझ्नुभयो नि। त्यो बालिनले अझै भोगेको छैन भनेपछि बालिनबाट त्यो पीडा मेटाउने आश पनि त्यति धेरै हुँदैन भनेपछि यसमा बालिन हुन त ऊ पनि इन्डिया गएर पढ्दाखेरि नेपाली यो गोर्खे हैन यो अब चौकीदार छ भनेर उसलाई नि भन्यो होला, अथवा के थियो, ऊ पनि इलिट फ्यामिली भएको भएर त्यो के भन्छ अरे समस्या भोग्नु नपरेको नि होला हैन। तर यसमा पनि हर्क साम्पाङले यो योग्यतामा पनि हर्क साम्पाङले पाउँछ 10 मा 10, बालिनले पाउँछ 0 है त। अब अर्को मेन योग्यता भनेको चाहिँ के हो भने बहिर्मुखी स्वभाव। प्राय जसो चाहिँ यो लिडरहरू भनेको चाहिँ एक्स्ट्रोभर्ट टाइपकै हुन्छ कि विश्वमा हेर्ने हो भने
होइन। हर्क साम्पाङ भनेको चाहिँ एक्स्ट्रोभर्ट टाइपकै मान्छे हो क्या, मलाई जहाँसम्म लाग्छ होइन। बालेन भनेको चाहिँ बहिर्मुखी देखिएन, लुकेर मात्र बस्ने, स्टाटस लेख्ने होइन, यस्तो कविता सविता कोर्ने होइन, गीत सित बनाउने, त्यो अब अन्तर्मुखी टाइपको के इन्ट्रोभर्ट टाइपको भयो ऊ। त्यो भएपछि त चित्र बनाए नि हुन्छ बालेन अब होइन। त्यो भएपछि चाहिँ यो बहिर्मुख क्यारेक्टर हुनुपर्छ अलिकति भने पनि उसको केसमा, जननेताको केसमा चाहिँ होइन, यो राजनीतिको केसमा चाहिँ लिडरमा हुनुपर्ने गुडमा बालेनमा त्यो देखिएन। तैपनि अब मेयर भइसकेको मान्छे, उसलाई 10 मा 2 दिउँ, हर्क साम्बाङलाई चाहिँ 10 मा 9 दिउँ न यसमा है। अब फिल्डमा हिँड्नुपर्छ क्या, अब फिल्डमा नहिँडिकन हुन्न, किनभने जो फिल्डमै राम्रो राम्रो काम गरेर हिँडिसकेपछि त पछाडि आउनेले पनि त राम्रो राम्रो काम गर्नु पर्न। अनि जो अगुवा त्यही बाटोमा भयो भने हुन्छ। त्यही भएर फिल्डमा हिँड्न पर्ने योग्यता हुन्छ नि, त्यसमा त झन् हर्क साम्बाङले 10 मा त्यो 10 मा 11 ल यसमा त भनेपछि अब एग्रिगेटमा कसरी ल्याउनु थियो नि यसलाई। योग्यतामा चाहिँ अब सिम्पल भाषा भन्ने हो नि, राजनीतिक योग्यतामा बालेन भनेको एसई अथवा +2 फेल हो। हर्क साम्बाङ भनेको 4-5 वटा विषयमा PhD गरेको मान्छे हो।